नमस्कार दर्शकवृन्द, स्वागत छ तपाईहरूलाई डेली मार्केट अपडेट नेपाल युट्युब च्यानलमा। आजको मुख्य खबर, नेपाली शेयर बजारका 4 कम्पनीहरूले आफ्ना शेयरधारकहरूका लागि आकर्षक बोनस शेयर प्रस्ताव गरेका छन्। सुरु गरौं पहिलो कम्पनीबाट। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधारकहरूलाई 14% बोनस शेयर दिने प्रस्ताव गरेको छ। यो कम्पनीले बीमा क्षेत्रको स्थिरता र नाफा वृद्धिका कारण यस्तो निर्णय लिएको बताएको छ। दोस्रो कम्पनी सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट अर्थात् सेटले 7% बोनस शेयर र 6% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसले दीर्घकालीन लगानीकर्तालाई नगद र इक्विटी दुवै फाइदा दिनेछ। तेस्रो कम्पनी रग्बी कम्पनी लिमिटेडले 4.75% बोनस शेयर दिने घोषणा गरेको छ। ऊर्जा क्षेत्रमा राम्रो प्रतिफल देखिएकोले कम्पनीले आफ्ना लगानीकर्तालाई यसरी पुरस्कृत गर्न लागेको हो। चौथो कम्पनी समता डोमेस्टिक माइक्रो फाइनेन्सियल इन्स्टिट्युसनले पनि 5% बोनस शेयर दिने प्रस्ताव गरेको छ। साना तथा ग्रामीण वित्तीय सेवामा सक्रिय यस संस्थाले शेयरधारकको भरोसा कायम राख्न यस्तो निर्णय गरेको हो। यी 4 कम्पनीका बोनस घोषणा पछिल्लो हप्तादेखि बजारमा उत्साहजनक प्रभाव पारिरहेको छ। विश्लेषकहरूको भनाइ अनुसार यस्ता बोनस वितरणले कम्पनीको वित्तीय स्थिति बलियो भएको संकेत गर्छ। अब आउने हप्ता यी कम्पनीहरूको बुक क्लोज मिति र एजीएम मिति नजिकिँदै गर्दा लगानीकर्ताले आफ्नो शेयर विवरण अद्यावधिक राख्नुपर्नेछ। आजको लागि यति नै। यदि तपाईलाई यो अपडेट मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। फेरि भेटौँला अर्को भिडियोमा नयाँ बजार अपडेट सहित।